तिमी आतेर आयौ र हामीले भनेर कि त्यही के थियो मैले त्यतिमै भ्याइदिए ए त्यतिमै भ्याउँथ्यौ त्यतिमै भ्याउँथ्यो एक्लै थियो अनि त्यही भएर छिटो हिँडेँ नि हो है एक्लैको भाइ पनि लियो फर्स्ट होइन तिम्रो नि सोलो एक्लै हिँड्न रमाइलो हो ए बस रोकेको ठाउँ त्यही हो भनेपछि भेट्टाइहाल्नु यहीँ आउने बस्नु अलिक तल हो क्या खोइ त लौरी म लिएर आउँछु नि चल यहीँ खालको पनि आउँछ लौरीको त बगल पिछे छ स्पिकर हो कि गीत यस्तै हो गीत यस्तै हो क्या स्पिकर यस्तो हुन्छ कतै उसँग के अरे उसँग के अरे पावर ब्याङ्कसँग जोड्दै खाइदिएको रहेछ केसँग जोड्दैछ है एउटै आर्टिस्टको भएर होला शिक्षा भन्नुहुन्छ नमस्ते भएर दस सेकेन्ड यता उता लैजाउँछु त्यही ब्यागमै रहेछ प्लास्टिक होला पक्कै तिम्रो चेनमा होला जस्तो हाल्दै चार्जरसँग रहेछ क्या सकेसम्म प्लास्टिकसँग भयो प्लास्टिक के त पाइन ओइ फक के हो आदेश के हान्यो त्यो त पुग्दैन यो बाटो त त्यही रहेछ बाटो म चाहिँ यही जानु पऱ्यो लोली जानु पऱ्यो त्यस्तो अग्लो पनि रहन्छ
यही बाटो सिधा कस्तो पुगिन्छ होला गाडी जाने बाटो रहेछ नरहेछ अब आयो आउँछ 10 मिनट बज्यो होला के म त हाई प्रोबेबिलिटी भन्छ हो र 90 तिर हाल्दिन्छ बस मलाई त नलाग्ने कि इनोसेन्ट छन् जस्तो छ नर्मल एक्ट गरेर यस्तो हुन्छ तिनीहरूले नर्मल एक्ट गर्न खोज्यो भने नर्मल थिएन भन्ने कुरा त्यो मान्छे त्यो जो चोर उसको ठुलो चोर हुन्छ त्यो लास्ट कमन थियो त्यही तिनीहरू चाउचो सौचो माग्न आएको थियो नि त्यो नर्मल एक्ट गर्न खोजेको क्या बुझ्यो एकजनाको 12 बजे एकजनाको 3 बजे टाइम फ्रेम पनि मिलाएको 3 बजे रे त कसैलाई थाहा नभए रहेछ त नि त जन्लाउनु हो बाजे मान्छेले आफै खुल्छ त्यो हिजो दाइहरू आयो क्या त्यो बहिनीहरू रहेछ त्यो दाइहरूले क्या हजुर हामीलाई त्यस्तो लाग्छ भने हाम्रो साथीले त्यो के रेखाले भनिरहेको थियो के भने दाइहरूलाई त्यही सोध्छ भने त आफै निकाल्छ आधी समय थाहा छ तिमीले त्यो गर्यो तिमीले चोरेर रहेछ भने तिमीले सोचिहाल्यो थाहा भयो जस्तो लाग्छ कि चोरी भनेको मैले चोर जस्तो लाग्छ म्याजिसियनहरूले यस्तै यस्तै कुराहरू एक्सप्लोइट गरेर त्यो नम्बर गेस हाल्छ थाहा आँखा हेरेर आई मिन त्यो तिनीहरूले थाहा भएको बेलामा रिया कार्के गर्छ कि लुकाउन खोज्दाखेरि भन्छ रेकर्डिङ भइरहेको छ बिर्सिरहेको मोन्टाज बनाएर हाल्ने तर यो कुरा जान्छ म 6-7 सेकेन्डको मोन्टाज बनाउँछु अनि युट्युबमा हाल्छु क्या अस्ति त्यही गरेँ तर सेयर गरिदिनु गाइज म कसैलाई पछि एक दिन च्यानल आफै आउँछ अनि हेरौँला पनि रहेछ म्यार हो क्या हुन्छ नि पुरा तपाईँको भिडियोमा
सबैलाई चिन्छ होला है दादा सबैलाई चिन्छ जस्तो लाग्छ कि के रे मान्छेहरूले कि एकअर्कालाई सबैलाई चिन्छ होला त्यो त भन्नै पर्दैन गाउँमा त त्यही त उसको बिहा भयो बोलाएन त्यही टक्स हुन्छ नि यो कल हान्दा जस्तो मलाई कालेको अगाडि पुगेको कन्फर्म हुन्छ चान्स साह्रै सरी के 0 तिमी 30% हामी फर्स्ट जान्छ हाम्रो छ है आज भित्र चाहिँ बाटोमा खान्छ रे पुगिसक्यो ए हो ल हामी बाटोमा आउँदै खान्छ रे गाउँ पनि देखेको छैन हामीले ल के भन्नु गेम गरे पुगिहाल्ने पुगिसकेर अघि नै 30% गयो 30% पनि धेरै भने चाहिँ मैले 3% भन्दैछ गिरा खानु सरप्राइज म त आउने नभइदिएर तर त्यहाँ हाल्यो तो नोस्टाल्जिक हुन्छ नि न यार प्योर गाउँवाला गाउँ यार यस्तो कुनाको पछाडिको साइड बाटो छैन ल हाम्रो गाइजहरू पनि छैन त हाम्रो साथीहरू त त्यहाँबाट गयो भेटाइयो टेक्निकली होइन टेक्निकली भेटाइयो हामीले
अघि नै भनेर गफ भने जस्तो लाग्यो आदेश दाईहरू बोल्दा आउनुभएको छ बस्नु भएको थियो नि अघि हामी नेला बस्नु भएको त